जय मसी, यहाँहरूलाई स्वागत छ। फेरि पनि आज अर्को एउटा नयाँ भिडियोमा म यहाँलाई स्वागत गर्न चाहन्छु। आशा गर्दछु परमेश्वरको अनुग्रहले यहाँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। र म अब भिडियोलाई अगाडि बढाउनुभन्दा अगाडि यदि यस च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् र भिडियोलाई लाइक गर्नु पनि नबिर्सिनु होला। र भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला र भिडियो कस्तो लाग्छ यहाँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ। र म आज के को विषयमा बोल्न गइरहेको छु, कुन विषयमा म तपाईहरुको माझमा शेयर गर्न गइरहेको छु भनेर यहाँले टाइटल अनि थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भयो होला। र आज म तपाईहरुको माझमा पवित्र आत्माको शक्ति कसरी प्राप्त गर्ने भन्ने कुरामा तपाईहरुलाई म एउटा छोटो एउटा बाइबलीय सन्देश एउटा तपाईहरुलाई उत्साह दिनको निम्ति म यो कुराहरु शेयर गर्ने छु। र पवित्र आत्माको शक्तिलाई हामीले कसरी प्राप्त गर्न सक्छौं र त्यो पवित्र आत्मा हामी भित्र आइसक्नु भएपछि हामीले त्यसलाई कसरी चलाउने र पवित्र आत्मा हामीसँग आइसक्नु भएपछि के चिन्हहरु देखा पर्छन्, म त्यो पनि तपाईहरुलाई म शेयर गर्ने छु। भिडियोलाई अन्तिमसम्म यहाँले हेर्नु होला। र यदि यहाँले भिडियोलाई केही समय थोरै समय मात्र हेरेर बिचैमा यहाँले छोडेर जानुभयो भने यहाँले पूरा कुरा बुझ्नु हुँदैन र भिडियो हेरेको त्यो कुनै मतलब भएन। यदि यहाँले पूरा कुरा यहाँले सुन्नुहुन्न र बुझ्नुहुन्न, बीचमा यहाँले छोड्नुहुन्छ भने यो मैले बनाएको भिडियोको उद्देश्य पनि पूरा हुँदैन, तपाईहरुले पनि पूरा बुझ्न सक्नु हुँदैन। र पवित्र आत्माको शक्ति हामीले पहिलो कुरामा हामीले पवित्र आत्माको शक्तिलाई हामीले प्राप्त गर्न सक्नु पर्यो। र पवित्र आत्माको शक्तिलाई जब हामीले प्राप्त गर्छौं हैन, त्यसपछि हामीले मात्र उहाँको कामहरु गर्न सक्छौं। उहाँको आज्ञाहरूलाई, उहाँको वचनहरूलाई हामीले कसरी हामीले प्रयोग गर्ने र उहाँको वचन अनुसार हामी कसरी हिँड्ने र परमेश्वरको राज्यको काम कसरी गर्ने हैन, उहाँले शक्ति अनि ज्ञान अनि बुद्धि त्यसपछि मात्र उहाँले दिनुहुनेछ। र यो संसार, यो पापमय संसारमा भरिएको संसारमा हामी छौं र यो पापमय स्वभावबाट हामी कसरी पवित्र जीवन जिउने, कसरी परमेश्वरको नजिक हुने, कसरी पवित्र आत्मामा अझ बढ्दै जाने र हाम्रो आत्मिक आँखा कसरी उज्यालो हुँदै जान्छन् भनेर सबै कुरा पवित्र आत्माले सिकाउनु हुनेछ। र पवित्र आत्मा प्राप्त गर्नको निम्ति चाहिँ हामीले पहिलो कुरा यो गर्नुपर्छ कि हामी चाहिँ यस संसारको पापबाट, यस संसारको कुरादेखि हामी टाढा रहनुपर्छ। हामी चाहिँ पापदेखि अलग रहनु पर्यो। यदि हामी यही संसारको कुराहरुमा रमाउँछौं, यही पापमय स्वभावमा हामी जिरहेका छौं, यस पापमय स्वभावमै हामी रमाइरहेका छौं भने हामीले पवित्र आत्मा प्राप्त गर्न सक्दैनौं। पहिला सुरु हामी परमेश्वरमा हामी पूर्ण समर्पण भएर उहाँलाई हाम्रो पूरा जीवन उहाँमा सुम्पिएर हामीले हाम्रो चालचलन, हाम्रो जीवनहरूलाई हामीले सुधार गर्नुपर्ने छ। हामी गीतै छ नि, हामी सधैँ जाने ठाउँमा जान छोडे, सधैँ गर्ने कुराहरु मैले गर्न छोडे भन्ने कुराहरु त्यो छन्। हामी त्यो कुराबाट अलग बस्नुपर्छ। र त्यो जब हामीले प्राप्त गर्छौं, पवित्र जीवन हामीले जिउँछौं, परमेश्वरको नजिक हामी हुन्छौं, उहाँसँगको सम्बन्ध हामी नजिक हुन्छ, परमेश्वरदेखि हामी टाढा भएर हैन, परमेश्वरको वचनलाई व्यवस्था गरेर, उहाँको आज्ञालाई व्यवस्था गरेर हामीले पवित्र आत्मा पाउन सक्दैनौं। आज धेरै मण्डलीहरुमा देखिरहेको छु कि पवित्र आत्मा आयो भने त एक कराएर उफ्रिएर हैन चढीफाल गर्नुहुन्छ अरे। त्यो कराएर उफ्रिएर चढीफाल गरेर पवित्र आत्मा आउनु भएको होइन। पवित्र आत्मा त उहाँ शान्त हुनुहुन्छ, उहाँ शान्तिका राजकुमार हुनुहुन्छ। त्यो कराउने उफ्रिने त भूतहरु मात्र हुन्छन् हैन। यहाँलाई थाहा छ होला, भूतको लागेको मानिसको बाइबलमा यहाँले त्यो कुराहरु दृष्टान्तमा बाइबलका कुराहरु वचनहरुमा तपाई येशू ख्रीष्टले जब भूत लागेको एउटा ठिटो थियो, येशू ख्रीष्ट जाँदै हुनुहुन्थ्यो र टाढैबाट उसले कराएको थियो हैन, चिच्चाएको थियो। भूत लागेको मानिसको त्यस्तो हुन्छ उदाहरण। मैले भन्न खोजेको चाहिँ पवित्र आत्मा साच्चै आउनु भएको कुराहरु हो कि अथवा हामी त्यसै मानिसलाई देखाउनको निम्ति अथवा त्यो दुष्ट आत्माको काम गरेको हो हैन। त्यो कराउने चाहिँ, त्यो चिच्चाउने, उफ्रिने पवित्र आत्मा आउनु भएको त्यस्तो चिन्हहरु हुँदैन। पवित्र आत्मा शान्त हुनुहुन्छ, उहाँ शान्तको राजकुमार हुनुहुन्छ, मैले अघि पनि भनिसके। त्यसकारणले गर्दाखेरि पहिला सुरु हामी पवित्र आत्मा हामीले प्राप्त गर्नु पर्दछ र हामी पापबाट अलग रहनु पर्ने हुन्छ।
होइन। हामी पापी नै स्वभावमा छौँ, हामी संसारको कुरामा रमाइरहेका छौँ होइन, यसै कुरामा अल्मलिरहेका छौँ, हाम्रो जीवन ठिक छैन, परमेश्वरले नगर्नु भनेको कुराहरू हामी गर्छौँ होइन, उहाँलाई हामी दुखित तुल्याउँछौँ, परमेश्वरको वचन आज्ञालाई हामी पालना गर्दैनौँ भने पवित्र आत्मा त्यो रोएर कराएर आउनु हुँदैन। पहिला सुरु हाम्रो जीवन ठिक हुनु पर्यो। हाम्रो पवित्र जीवन छ भने परमेश्वर हामीमा बास गर्नुहुन्छ। हाम्रो जीवन ठिक छैन, हाम्रो हृदयको भित्र हाम्रो परमेश्वर बास गर्नुहुने यस परमेश्वरको यो मन्दिर हो हाम्रो शरीर। हाम्रो शरीर ठिक छैन, हाम्रो सफा छैन भने उहाँ कसरी आएर बस्नुहुन्छ हामी माझ? रोएर कराएर चिच्चाएर मात्रै उहाँ हामीमा बस्नु हुँदैन। हाम्रो जीवन चाहिँ ठिक हुनु पर्यो। पवित्र आत्मा बास गर्नको निम्ति हाम्रो जीवन पवित्र हुनु पर्दछ। येशू ख्रीष्टले भन्नुभएको छ, म पवित्र छु, तिमीहरू पनि पवित्र हो भनेर येशू ख्रीष्टले भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि हामी पवित्र हुनुपर्ने आवश्यकता छ। तब मात्र उहाँ हामीमा बास गर्नुहुनेछ र उहाँले हामीलाई पवित्र आत्मा दिनुहुनेछ र उहाँको काम गर्नको निम्ति परमेश्वरमा को भिजनलाई उहाँले दिनुभएको यस हामी संसारमा हुँदाखेरि के आज्ञा गर्नुभएको छ त्यो पुरा गर्नको निम्ति हाम्रो परमेश्वरले हाम्रो जीवनमा राखिदिनु भएको योजना पुरा गर्न र अनन्त जीवन प्राप्त गर्न परमेश्वरले गर्नुभएको त्यो प्रतिज्ञा जुन दौड हामी दौडिरहेका छौँ यस संसारमा रहन्जेल हामी त्यो दौड पुरा गर्न सकौँ र येशू ख्रीष्टले आज्ञा गर्नुभएको कुराहरू हामीले पुरा गर्न सकौँ भनेर उहाँले जब हामीलाई मार्गदर्शन निर्देशनहरू दिनुहुनेछ, जब उहाँ हाम्रो माझमा हाम्रो शरीरमा हाम्रो पवित्र आत्माको मन्दिरमा उहाँ जब बास गर्नुहुन्छ तब यी कुराहरू उहाँले गर्नुहुनेछ र पवित्र आत्माले काम गर्न हाम्रो जीवनमा दिनुपर्दछ। र पवित्र आत्मा कसरी पनि पाउन सक्छौँ भने पहिला सुरु हाम्रो जीवन ठिक हुनु पर्यो। दोस्रो कुरा हामीले माग्नु पर्यो। जब हामी परमेश्वरसँग येशूसँग हामी माग्दैनौँ भने कसरी उहाँले दिनुहुन्छ? जब येशू ख्रीष्टले भन्नुभएको छ लुका 11:13 यसरी भनिएको छ, तिमीहरू दुष्ट भइकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ होला। यस वचनबाट हामीले के थाहा पाउन सक्छौँ भने हामीले पवित्र आत्मा पाउनलाई माग्नु पर्दैछ। कोसँग माग्ने त? येशू ख्रीष्टसँग माग्ने। उहाँले भन्नुभएको छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याउ तिमीहरूको निम्ति उघारिनेछ भने उहाँले येशू ख्रीष्टले भन्नुभएको छ। पवित्र आत्मा पाउनको निम्ति हामीले उहाँलाई मागौँ, उहाँसँग हामी दिन रात उहाँको अगाडि जाउँ। हाम्रो जीवन पहिलो कुरा मैले सुरुवात पनि मैले अघिदेखि भनिसकेँ, पवित्र जीवन जिउँ। त्यसपछि उहाँसँग हामीले माग्नुपर्ने हुन्छ पवित्र आत्माको निम्ति। उहाँले त्यतिकै दिनु हुँदैन। पवित्र आत्मा जब आउनुहुन्छ, जब तपाईँले नसोचेको कुराहरू तपाईँको जीवनमा हुँदछन्, तपाईँको पुरा नभएका कामहरू तपाईँको पुरा हुनेछन्। तपाईँको जीवनमा पहिला कस्तो थियो? तपाईँको मेलमिलाप थियो कि थिएन? तपाईँ अशान्तिमा हुनुहुन्थ्यो कि तपाईँ के कस्तो अवस्थामा हुनु? तपाईँको हरेक माहौलहरू ठिक हुँदै जानेछन् र पवित्र आत्माले जब काम गर्नुहुनेछ तपाईँको जीवन परिवर्तन हुनेछ। साँच्चै नै तपाईँ एउटा नयाँ व्यक्ति होइन, नयाँ गरी जन्मनुहुनेछ। तब तपाईँमा पवित्र आत्मा बास गर्नुहुन्छ र पवित्र आत्माको भरपुरी तपाईँसित छ भने तपाईँको जीवन पहिलाभन्दा पछि निकै नै फरक पाउनुहुनेछ। र मैले फेरि पनि भने हामीले निरन्तर मागौँ। निरन्तर खुरानधर लागेको एउटा स्त्रीले चाहिँ हामी पनि परमेश्वरसँग पवित्र आत्मा हामीले निरन्तर मागौँ, दैनिक रूपमा मागौँ, प्रार्थना गरौँ, उपवास बसौँ होइन। अनि आराधनामा जहाँ उहाँको वचनहरूलाई तपाईँहरूले मजाले पढ्नुहोस् होइन, उहाँसँग समय बिताउने, परमेश्वरको आराधना उहाँको सङ्गतिहरूमा जाने निरन्तर उहाँले बानी गर्नुभएको छैन, तपाईँले त्यो चाहनुहोस् र परमेश्वरसँग नजिक सम्बन्ध तपाईँले बिताउनुहोस्, उहाँसँग घनिष्ठ सम्बन्ध तपाईँले बिताउनुहोस्। तब मात्र उहाँले तपाईँलाई पवित्र आत्मा दिनुहुनेछ। उहाँले भन्नुभएको छ, मसित माग म तिमीलाई दिनेछु भनेर उहाँले आफै भन्नुभएको छ। मैले अघि भर्खर तपाईँको माझमा पढिसकेँ। लुका 11:13 वचनले यसरी भन्दछ, हामीले उहाँसँग माग्नु पर्दछ र उहाँले दिनुहुनेछ। उहाँले बोल्नुभएको वचन हो यो। पवित्र परमेश्वरले येशू ख्रीष्टले बोल्नुभएको जीवित वचन हो। उहाँले हामीलाई पक्कै पनि दिनुहुनेछ। उहाँ मानिस जस्तो होइन, बोलेको कुरा पुरा नगर्ने उहाँ होइन, उहाँ बोलेको कुरा प्रतिज्ञा पुरा गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँले एकचोटि परमेश्वरलाई गएर मागेर हेर्नुहोस्, उहाँले दिनुहुन्छ कि दिनुहुन्न। त्यसपछि तपाईँले मलाई भन्न सक्नुहुनेछ, कमेन्टमा आएर भन्न सक्नुहुनेछ, मेरो जीवनमा यो परिवर्तन भयो,
होइन। मैले जब परमेश्वरसँग पवित्र आत्मा मागेँ भरपुरीमा, तपाईँले जब मैले मागेँ तब पाएँ भने तपाईँले भन्नुहुनेछ म ग्यारेन्टी साथ दिनेछु। त्यस कारणले पवित्र आत्मा हुनु आवश्यकता छ। पवित्र आत्मा बिना हामीले केही पनि गर्न सक्दैनौँ, परमेश्वरको कामहरू गर्न सक्दैनौँ, हाम्रो जीवनहरू चालचलनहरू ठिक हुने छैन। जब पवित्र आत्मा हामीमा आउनुहुनेछ तब उहाँले मार्गदर्शनहरू देखाउनुहुनेछ। परमेश्वरलाई के कुराहरू मन पर्छन् त्यो कुराहरूको नजिक हामी जाँदछौँ र यसुलाई के कुराहरू मन पर्दैन त्यो कुराहरूबाट हामी टाढा हुँदछौँ। यदि हामी संसारमा छौँ, हामीले कहिले कतिपय समयमा नजानिकन पापहरू गर्न पुग्दछौँ र त्यो पाप गरेपछि हामीलाई एउटा नराम्रो महसुस हुन्छ। मैले यस्तो किन गरेँ होला, यो त परमेश्वरको विरुद्धमा थियो, मैले गर्न नहुनेको थियो भनेर तपाईँलाई त्यो कुराहरू महसुस हुन्छ। त्यो काम पवित्र आत्माले गर्नुभएको हो, अरू कसैले गरेको होइन। पवित्र आत्माले तपाईँलाई परमेश्वरको नजिक लान खोज्नुहुन्छ। जब तपाईँसँग पवित्र आत्मा हुँदैन, तपाईँ परमेश्वरको कुराहरू तपाईँलाई कुराहरूमा ध्यानमा आउँदैन, परमेश्वरको विरुद्धमा गरेका गलत कामहरूको कुराहरू तपाईँको हृदयमा आउँदैन। मैले गलत गरेछु भने त्यो तपाईँलाई महसुस हुँदैन। जब पवित्र आत्मा आउनुहुन्छ तब मात्र तपाईँलाई त्यो महसुस हुन्छ कि मैले यो कामहरू गलत गरेँ, परमेश्वरको नजरमा मैले यो गलत कामहरू गरेको छु भने तपाईँलाई महसुस हुनेछ। अरू संसारका मानिसहरूलाई त्यस्तो महसुस हुँदैन। उनीहरूलाई सबै कुरा एक समान छ। उनीहरूले चाहे राम्रो कुरा गरून्, चाहे होइन, संसार पापमय स्वभावमा उनीहरू छन्। त्यो पाप गरे तापनि उनीहरूलाई त्यो महसुस हुँदैन मैले यो गलत गरिरहेको छु भने। उनीहरूलाई त्यो भित्र हृदयमा महसुस हुँदैन। पवित्र आत्मा बोल्नुहुन्न, पवित्र आत्माले त्यो काम गर्नु हुँदैन। पवित्र आत्माले कला काम गर्नुहुन्छ नि त, जोसँग उहाँ बास गर्नुहुन्छ। पवित्र आत्माको मन्दिरमा जब उहाँ हुनुहुन्छ भने, तपाईँ अनि हाम्रो माझमा भित्र पवित्र आत्मा जब बास गर्नुहुन्छ भने तब मात्र यी कुराहरू महसुस हुँदछन्। र यो हामीले प्राप्त गर्न सकेका छौँ कि छैनौँ? पवित्र आत्माको शक्तिलाई हामीले प्राप्त गर्नु पर्दछ। यदि पवित्र आत्माको शक्तिलाई हामीले प्राप्त गरेनौँ भने हामी परमेश्वरको त्यो महान राज्य विस्तारको काम गर्नलाई हामी असक्षम हुनेछौँ। र उहाँले हामीसित ठुलो योजना राख्नुभएको छ। हाम्रो जीवनमा उहाँको योजना के छ हामी जान्दैनौँ, तर येशू ख्रीष्ट नै जान्नुहुन्छ। र त्यो हामीले योजना खोज्नु पर्दछ। र त्यो योजना येशू ख्रीष्टले राख्नुभएको त्यो योजना पुरा गर्नको निम्ति हामीलाई पवित्र आत्माको भरपुरी, पवित्र आत्माको शक्ति हामीलाई चाहिँदछ। र पवित्र आत्मा हामीले जब दैनिक होइन बाइबल पढ्नलाई, होइन, परमेश्वरको आराधना गर्ने समयलाई हामी बढी फोकस गर्छौँ भने उहाँ हाम्रो जीवनमा आउनुहुन्छ, उहाँ हामीमा बास गर्नुहुन्छ। परमेश्वरसँग हामी कुराकानी गरिरहेको हुन्छ जब हामीले बाइबल अनि उहाँ पढ्छौँ। परमेश्वर हामीसँग कुरा गर्नुभएको थियो र तब हामीले थाहा पाउँछौँ हामीले कुन कुन कुरा हामी गलत छौँ, के कुरा हामी चुकेका छौँ, के गर्नुपर्छ। हाम्रो जीवनको उद्देश्य, हाम्रो हरेक कुराहरूको उत्तर बाइबलमा छ। र त्यो कुरा थाहा पाउनको निम्ति तपाईँहरूले बाइबल पढ्नुपर्ने हुन्छ र उहाँको आराधनामा तपाईँहरू निरन्तर लागि पर्नुपर्ने हुन्छ। पवित्र आत्मा तब मात्र यहाँले भरपुरीका साथ पवित्र आत्माको शक्तिलाई यहाँले महसुस गर्न सक्नुहुनेछ। र तपाईँले पवित्र आत्मा पाइसक्नु भएपछि यहाँले विश्वासका साथ प्राप्त गर्नुहोस् र उहाँको शक्तिलाई चलाउनुहोस्। जब हामीले पवित्र आत्मा पाइसकेपछि हामीले व्यवस्था गर्ने होइन, फेरि त्यो पवित्र आत्मा हाम्रो जीवनमा आइसक्नु भएपछि हामीले व्यवस्था गर्न थाल्यौँ भने, हामी फेरि होइन यही संसारमै रमाउन थाल्यौँ भने, यही कुराहरूमै हामी रह्यौँ भने पवित्र आत्माले हामीमा फेरि त्यो पूर्ण रूपमा काम गर्न पाउनु हुँदैन। र तब फेरि हामी पहिलाको अवस्थामा नै हामी पुग्न जान्छौँ। र जुन हाम्रो पहिलाको अवस्था थियो झन् अहिले झन् दयनीय अवस्था हुन पुग्दछ। त्यस कारणले पवित्र आत्मा जब हामीले पाउँछौँ विश्वासका साथ प्राप्त गर्नुहोस् र उहाँको शक्तिलाई तपाईँहरूले चलाउनुहोस्। पवित्र आत्माको भरपुरी पाइसकेपछि, पवित्र आत्मालाई पाइसक्नु भएपछि यहाँहरू त्यत्तिकै नबस्नुहोस्। पवित्र आत्मालाई चलाउनुहोस्, पवित्र आत्मालाई काममा लगाउनुहोस्। पवित्र आत्मालाई कसरी काममा लगाउने भन्दाखेरि पवित्र आत्माले के गर्न चाहनुहुन्छ? पहिलो नम्बरमा हो यस संसारमा उहाँको कामहरू गर्नको निम्ति, राज्य विस्तार गर्नको निम्ति सुसमाचार कार्यहरू यहाँले गर्न सक्नुहुनेछ। र पवित्र आत्माको वरदानहरू के छन्? यहाँले के पाउनु भएको छ? पवित्र आत्माको दान अनि वरदानहरू धेरै नै छन्। तपाईँलाई पवित्र आत्माले कुन
दान अनि वरदान दिनुभएको छ। तपाईँको जीवनको योजना के छ त्यो थाहा पाउनुहोस् र त्यो अनुसार तपाईँ लागि पर्नुहोस्। र पवित्र आत्मालाई यहाँले तपाईँहरूले पवित्र आत्माले तपाईँको भित्र काम गर्न थाल्नुहुनेछ र उहाँले तपाईँलाई डोर्याउनुहुनेछ। उहाँको योजना के छ तपाईँको जीवनमा, त्यसपछि तपाईँहरूले उहाँको महान उद्देश्य अनि योजनालाई पुरा गर्नको निम्ति उहाँले नि मार्गदर्शन गर्नुहुनेछ। जब पवित्र आत्मा हाम्रो माझमा आउनुहुनेछ, उहाँले सबै कुरा तपाईँको गर्नुपर्ने के हो यो संसारमा रहेर, होइन, त्यसै त उहाँले चुन्नु भएको होइन। हरेकको आफ्नै दान अनि वरदान छ। कसैको वचन भन्नेवाला, कसैको सेवकाई गर्नेवाला, कसैको सुसमाचार सुनाउनेवाला, कसैको के अन्य भाषाको त्यसको अर्थ खोलिदिनेवाला, धेरै थुप्रै छन् बाइबलमा। यस्ता पवित्र आत्माको वरदानहरू धेरै नै छन्। ती कुराहरूलाई यहाँले थाहा पाउनुहोस् र तपाईँको जीवनमा परमेश्वरले कुन दान अनि वरदान राख्नु भएको छ त्यो कुरा थाहा पाउनुहोस् र पवित्र आत्माको शक्तिलाई यहाँले उहाँको राज्य विस्तारको निम्ति पवित्र आत्मा प्राप्त गरेर, शक्ति प्राप्त गरेर गर्नुहोस् र तपाईँको जीवन अनि परमेश्वरलाई सम्पूर्ण सुम्पिएर उहाँको आफै संसारमा रहन्जेल हाम्रो दौड पुरा गरेर हामी अनन्तताको जीवनको लागि हामी प्रवेश गर्नको निम्ति हामी योग्यको हामी हुनुपर्दछ। हुन्छ, आजको भिडियोलाई म यतिकै नै राख्न चाहेँ। यस भिडियोलाई यहाँले कस्तो लाग्यो कमेन्ट पनि गर्न सक्नुहुनेछ र तपाईँलाई यो भिडियो सक्नुभन्दा अगाडि यहाँको माझमा केही कुराहरू राख्न चाहे। यस भिडियोलाई अगाडि बढाउनको निम्ति, यस सेवाकाईको निम्ति, यस च्यानलको लागि, परमेश्वरको सुसमाचार कार्य धेरै मानिसहरूमा फैलिनको निम्ति, यस च्यानललाई निरन्तर दिनको निम्ति यदि यहाँले सहयोग गर्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको ई सेवाको QR कोड छ, यहाँले त्यस मार्फत पनि आर्थिक सहयोग गर्न सक्नुहुनेछ। हुन्छ, म आजको भिडियोबाट बिदा हुन चाहे। सबैलाई क्रिस्ट येशूको नाममा जय मसीह।